हेलो गाइज, वेलकम टु न्यू ब्लग। के छ साथीहरू, सबैजना सन्चै हुनुहुन्छ? ल हेर्न सक्नुहुन्छ है साथीहरू, आज चाहिँ म चाहिँ यता खलिफा सिटीतिर आएको छु। अनि यता रुमबाट चाहिँ यता बाहिर निक्लेको, यसो राउन्ड हान्दै होइन, यसो भ्लग पनि बनाउनु पर्यो भनेर यसो भ्लग पनि बनाएको छु। कस्तो राम्रो छ गाइज, हेर्नु न, तपाईँहरू हेर्न सक्नुहुन्छ होइन? कस्तो राम्रो छ खलिफा सिटीलाई, हेर्नु कस्तो राम्रो गेट छ, हेर्नुहोस् त कति राम्रो गेट छ, अल्फो भनेर लेखेको छ। अनि त्यो बिल्डिङ देखेको छ, म्यारिट म्यारिट होटेल हो है त्यो चाहिँ, त्यो बिल्डिङ चाहिँ। अनि यता हुनुहुन्छ हाम्रो दाई। दाई केही भनिदिनुहोस् न त, यो खलिफा सिटीको बारेमा हजुरले केही हजुरलाई थाहा छ नि? कति वर्ष भयो अरे हजुर त यहाँ? 4 वर्ष। यता यता हेरेर खलिफा सिटी रमाइलो छ। यहाँ अगाडिमा एउटा छ तपाईँ, कस्तो राम्रो बाइक पनि छ भनेर कुदाएर गइ छ एउटा केटी होइन? रमाइलो छ, कस्तो राम्रो छ, ल हेर्नुहोस् त कति राम्रो छ। आहा, यस्तो राम्रो छ हेर्नु गाइज, कति राम्रो देखिन, हेर्नु न त्यहाँ, हेर्नु न है कस्तो छ, ल गेट, आमा त्यो म्यारिज होटेल त्यस्तै है, कस्तो राम्रो छ क्या गाइज। तपाईँहरू पनि अब हुन्छ, हाम्रो नेपाली दाजुभाइहरू पनि यतै खलिफा सिटी हुन्छ, नेपाली दाजुभाइ दिदीबहिनीहरू होइन। ल हाम्रो दाइले चाहिँ एउटा दिदीलाई भेट्नु है, उहाँ कुरा गर्दै हुनुहुन्छ दाइ चाहिँ, दिदी भन्दै हुनुहुन्छ होइन। ल हेर्नु गाइज कस्तो राम्रो छ कि, कति राम्रो छ। आहा, हेर्नु त्यो बिल्डिङ कस्तो राम्रो देखेको छ, गेट त्यस्तै राम्रो छ है। अनि यहाँ हेर्नुहोस्, यहाँ चाहिँ अनि कस्तो छ भने कस्तो सुविधा छ क्या। विदेश भनेको चाहिँ यो हो, यस्तो हो कि सब सुविधा। कोही मान्छे थकेलाएर आएको हुन्छ होइन, पानी तिर्खेर आएको हुन्छ नि त। अब पानी खानु पऱ्यो भने यहीँ बाटैमै पानी छ, यहीँ कुलर छ, चिसो पानी आउँछ, गर्मी छ होइन। आहा, म त यस्तो कति चिसो छ गाइस, ओहो कति चिसो गाइस, हेर्नु त यस्तो हो नि त पानी भनेको। हाम्रो नेपालमा यस्तो पानी हुन्छ, हाम्रो नेपालमा पनि नहुन्छ होइन, तर यो चाहिँ कुलरमा अब उनीहरूले अब यहीँ पानीहरू चिसो बनाएको त्यसरी बनाउनु मिलिहाल्छ नि त। त्यही हो गाइस, अरू त केही छैन। आज चाहिँ यसो बाहिरतिर यसो राउन्ड हानिदिउँ न त, हावासावा खायौँ भनेर यसो आएको थिएँ म, यसो हावा खाँदै हिँड्दैछु बाहिर। दाइ आउनु न, दाइ त फेरि उहाँ दिदीसँग बोल्न आउनुभयो, दाइको चिनेको दिदी हुनुहुन्छ है, बोल्दै हुनुहुन्छ। कस्तो राम्रो छ गाइस, कस्तो राम्रो छ, हेर्नु न कति राम्रो छ। म हजुरलाई यस्तो गरेर सिन देखाउँछु है, कस्तो राम्रो छ गाइस, यस्तो हेर्नु त। हेर्नु त कति राम्रो छ त गाइस, हेर्नु त कस्तो राम्रो छ। ल हेर्नु त खलिफा सिटी त बबाल रहेछ क्या, बबाल, सोचेको भन्दा पनि त बबाल रहेछ, पक्का रहेछ। ल गाइस, सबैजनाले माया गरिदिनु होला एकदम है, सबैजनाले हेरिदिनु होला, पुरा वाच गरिदिनु होला। मेरो युट्युब च्यानल पनि सब्सक्राइब गरिदिनु होला। दिपक बस्नेत युट्युब च्यानल छ मेरो, युट्युबको नाम चाहिँ, युट्युबमा गएर सबैजनाले सब्सक्राइब गरिदिनु होला है त, सबैजनाले हेरिदिनु होला, लाइक गरिदिनु होला है, सबैजनाले माया गरिदिनु होला होइन। तपाईँहरूकै साथ सपोर्टले अगाडि बढ्ने हो, तपाईँहरू बिना हामी अब केही पनि अघि बढ्न सकिँदैन। तपाईँहरूकै माया हुनुपर्छ होइन, त्यसमा पनि माया हुनुपर्छ। अब तपाईँहरूकै माया साथ सपोर्ट भएन भने त कसरी अघि बढिन्छ र? एक्लै बोल्यो जति बोल्यो पनि त्यस्तै हो होइन। तपाईँहरूले जब माया गरिदिनु हुँदैन कि कुनै केही अगाडि बढिँदैन, माथि पनि पुगिँदैन होइन, त्यस्तै हो। हाम्रो त्यो एउटा दाजु हो उताबाट आइरहन्, कति ढिलो आउनु भने, भाइ दौडेर आउनु न, रनिङमा फर्स्ट भएको भन्नु होइन, निमा तामाङ, भाइको नाम हो निमा तामाङ। भाइलाई म देखाउँछु सानो लाएर भाइको है त। ल हेर्नु ल, भाइ दौडेर आइरहने, आयो रनिङमा आयो है त भाइ। ल आउनु भयो है त, के भयो त नि? अनि हाम्रो दिदीसँग कुराकानी कस्तो भयो हो? हाम्रो दाइ फेरि हिरो हेन्सम छन्, फेरि अब के गर्ने, अब केटीहरू बाटामा भेट्ने बित्तिकै दाइसँग बोलिहाल्छ नि, हाई हेन्सम कता हो भन्छन् दाइ त। केटीहरूले हाम्रो हेन्सम हुनुपर्ने रहेछ कि, हेन्सम भएपछि फेरि खतरा केटीहरू पनि खतरा लाइनमा आउँदैछन् हो। दाइले फेरि केटीहरूले देख्ने बित्तिकै हेलो हेन्सम कता हो, हेन्सम हिरो कहाँ हो, कता हो, हिजो कता हो, मान्छे कता
पत्तो पत्तो छैन तलसल छैन केही छैन के हो दाइ हेन्सम भएपछि यस्तो है धेरै हेन्सम नि हुनुहुन्न कि त्यही भएर ल गाइस सबैजनाले माया गरिदिनु होला एकदम माया देखाइदिनु होला सबैजनाले है त युट्युबमा गएर दीपक बस्नेत मेरो युट्युब च्यानल नाम छ होइन सबैजनाले एकदम सब्सक्राइब गरिदिनु होला ल गाइस अहिलेलाई चाहिँ छुटौँ अब टाइम पनि धेरै भइसक्यो भोलि ड्युटी जानु पनि पर्छ होइन अब ल बाई बाई गाइस टेक केयर all of you okay good night have a sweet dream bye bye love you guys love you all okay